नमस्कार साथीहरु, लोकसभा प्री टेस्ट शिक्षक सभा सुरक्षा निकाय तयारी गरिराख्नुभएका सम्पूर्ण साथीहरुलाई हाम्रो धनसा कोचिङ को अनलाइन प्लेटफर्ममा स्वागत छ। ल साथीहरु, आजको हाम्रो सेट स्पेशली भन्ने हो भने सुब्बा खरिदार र शिक्षक सेवामा इन्स्पेक्टर असैको लागि स्पेशली भयो। प्री टेस्ट को साथीहरुको लागि जीके सम्म मिल्छ, बाँकी कुराहरु उहाँहरुको यहाँ मिल्दैन। तर एउटा उहाँहरुको लागि पोजिटिभ मेसेज म भन्न दिन चाहन्छु। हेर्नु साथीहरु, भोलिदेखि नै प्री टेस्ट को चौथो र पाँचौं तयारी गरिराख्नु भएका सम्पूर्ण साथीहरुको लागि अब बाँकी जति दिन छ डेली को डेली हामी एक्जाम गराउँछौं। त तपाई जोइन हुनुस् र धनसा कोचिङमा अनलाइन प्लेटफर्ममा जोइन भइसकेपछि जति दिन बाँकी छ 50-55 दिन डेली को डेली एक्जाम दिन पाउनुहुन्छ र क्लास गर्न पनि पाउनुहुन्छ, रेकर्ड भिडियो पनि पाउनुहुन्छ र पीडीएफ पनि पाउनुहुन्छ। जति साथीहरु हेरिराख्नु भएको छ सब जना एकचोटी आफ्नो फेसबुकबाट यसलाई शेयर गरिदिनुस् त। सब जना शेयर गरिदिनुस् एकचोटी। ल नमस्कार साथीहरु, राधे राधे, जय श्री राम। सब जना एकचोटी जोइन हुनुस् र शेयर गरिदिनुस् सब जना। र आज भनेको सुब्बा खरिदार ओरिएन्टेड सेट रहेको छ, तर भोलिदेखि चाहिँ 50-55 दिन नन स्टप प्री टेस्ट को बेसमा चाहिँ हामीहरुको एक्जाम हुन्छ। ल सबै साथीहरु आफ्नो फेसबुकबाट एकचोटी शेयर गरिदिनुस् त। शेयर हेरेन मैले, शेयर सब जना गरिदिनुस् त। सब जना शेयर गरिदिनु। ल नमस्कार साथीहरु, राधे राधे, जय श्री राम। खासमा जोइन हुनुस्। धनसा कोचिङ को अनलाइन क्लास मात्र रु 600 मा। यदि प्री टेस्ट को चौथो र पाँचौं तयारी गर्न सक्नुहुन्छ, क्लास पनि र डेली को डेली एक्जाम। सुब्बा खरिदार को साथीहरुले पनि शिक्षक सेवा तर्फको आईक्यू र जीके मात्र र असै र इन्स्पेक्टर को आईक्यू र जीके मात्र। ल ल नमस्कार साथीहरु सब जना। ल अब सब जना एकचोटी आफ्नो फेसबुकबाट शेयर गरिदिनुस्। ल अब हामी सुरु गर्छौं। क्वेशन नम्बर 1, आजको सेट स्पेशली बनि नै हाल्यो त्यो सुब्बा खरिदार बेस, तर अब चाहिँ भोलिदेखि 50-55 दिन नन स्टप प्री सेट को अनुसार जान्छौं हामीहरु, प्री टेस्ट को अनुसार। ल अब यसको कमेन्ट गरौँ, किनभने प्री टेस्ट को एक्जाम असो 3 र 4 गते छ। ल यसको कमेन्ट गरौँ त साथीहरु। कमेन्ट सुरु। ल 30 सेकेन्ड टाइम दिन्छु, कमेन्ट सुरु गरिदिनु। कमेन्ट सुरु गर्नुस् त। यहाँ कता बसु म, मेरो हेडले त यो पनि छेकिराखेको छ। ल एन्सर कमेन्ट गरौँ। अब खरिदार सुब्बा साथीहरुले जीके डेली प्र्याक्टिस गर्नुहुन्छ, बुझ्नुस् न। अहिले जीके को डेली गराउँछु, जीके सकेपछि म्यानेजमेन्ट को डेली टेस्ट गराउँछु। अहिले च्याप्टर वाइज टेस्ट भोलिदेखि सुरु हुन गइराखेको छ। ल यहाँ एन्सर कमेन्ट गरौँ त। एन्सर कमेन्ट गर्न सुरु गर्नुस्। गफ अब बढी भयो, अब टु द पोइन्ट मा जाम। एन्सर कमेन्ट गरौँ। हजुर भन्नुहुन्छ कि डेली एक्जाम हुन्छ तर गर्नुहुन्न। सुरुमा भनेको थिए तर गरेको थिएन त। नोटिस दिएको थिए नि कि नोटिस आइसकेपछि हामीहरुको एक्जाम को दिन छ। त एक्जाम को नोटिस आइसक्यो असोज 3 र 4 गते। ल एकजना भन्नुभएको छ हिजोको लङ्गिट्युड न लेटिट्युड
त्यो ध्रुव भनेको भोलि सुरुदेखि पढाउँछु, त्यसको चिरफार गर्छु पुरै फिगर बनाएर, त्यसको चिन्ता नलिनु। अहिले जे भइरहेछ त्यो गरम। ल अब सुनम, व्यवस्थापिका संसदको कहिले गरिएको छ? अन्तरिम संविधान 2063। पञ्चायती व्यवस्था, राष्ट्रिय पञ्चायती व्यवस्था नेपालको संविधान 2019 मा संविधान सभाबाट जारी, संविधान सभाबाट जारी नेपालको संविधान 2072 र नेपाललाई शाही उपहार भनेको नेपाल अधिराज्यको संविधान 2015। ए इज द राइट एन्सर। एक कमेन्ट गर्नु भएको साथीहरुको एन्सर राइट छ। ल यसको कमेन्ट गरौँ त। फास्ट कमेन्ट गरौँ। यहाँ प्री टेस्ट गरेको साथीहरुलाई अलिकति अप्ठ्यारो भइरह्यो होला, तर केही छैन, उहाँहरुले पनि त उतातिर ट्राई गर्नुहुन्छ। केही छैन, सुन्नुस्। 16 + 13 - 14 गर्नुस् 15 हुन्छ। यो दुईटा जोडेर यो घटाउनुस्, यो रिजल्ट हुन्छ। त्यस्तै यहाँ 28 + 12 - 10 गर्नु 30 हुन्छ। 29 + 16 - 15 गर्नु 30 हुन्छ। ल बी इज द राइट एन्सर। ल यसको कमेन्ट गरौँ त, टाइम यहाँ दिन्छु, कमेन्ट गर्नुस्। कमेन्ट गर मजाले। थ्योरी अफ नेचुरल सेलेक्सन भनिदियो भने चार्ल्स डार्विन हुन्छ। अ ब्रिफ हिस्ट्री अफ टाइम भनिदियो भने स्टेफन हकिन्सले लेखेका हुन्। प्रिन्सिया भनेको न्यूटन हो, आइजैक न्यूटन, र द वर्ल्ड्स एज आई सी इट भनेको अल्बर्ट आइन्स्टाइन। बी हुन्छ। यहाँ गरौँ, मेघना काटामा कति धारा छ? फास्ट कमेन्ट गरौँ, मेघना काटामा कति धारा छ? त्रिसठी धारा छ। ल यो कमेन्ट गरौँ त, कुन भनाइ सही छ पहिचान गर्नुस्। यहाँ कमेन्ट गरौँ मजाले।
हेर्नुहोस्, फ्रान्सेली राज्य क्रान्तिको क्रममा तत्कालीन अर्थमन्त्री कुलोन थिए, सही छ। राजा लुई 14 को बढ्दो निरङ्कुश शैलीका कारण फ्रान्सेली राज्य क्रान्ति भएको थियो, सही छ। शक्ति पृथकीकरणका सिद्धान्त प्रतिपादक रुसो होइन मोन्टेस्क्यू हुन्, यही गलत छ। फ्रान्सेली राज्य क्रान्तिको समयमा 80% धार्मिक कर जनता विरुद्धमा लगाइएको थियो। यसको करेक्ट आन्सर कुन हुन्छ? 3 नम्बर गलत भएपछि यो डी। तलको मध्ये कुन नाच थारू समुदायको होइन? फास्ट कमेन्ट गरौँ। पाङ दुरे, सी इज द राइट आन्सर। ल 7 नम्बर कमेन्ट गरौँ त। नेपाल आउने पहिलो महासचिव को हुन्? उत्थान। अफ्रिकाबाट प्रथम महासचिव को हुन्? बुत्रुस बुत्रुस घाली। 2 पटक नेपाल आउने महासचिव को हुन्? कोफी अन्नान। र हालको महासचिव एन्टोनियो गुटेरस। सी इज द राइट आन्सर। ल यसको गरौँ त। तल दिएको क्रममा अगाडिबाट 55औं स्थानमा कुन संख्या आउँछ? हेरिआम साथीहरु, यो कुन प्याटर्नमा छ? 1 र 2 सम्म गयो, फेरि 1 1 2 3 सम्म गयो, फेरि रिटर्नमा 2 र 1, फेरि 1 2 3 गयो, यसरी गइरहेछ। तपाईहरु एकचोटी लेख्छु आफै हातले नि। 1 लेख्यौ, अर्कोचोटि 1 2 लेख्यौ र 2 लेखेर फेरि 1 सम्म गयो, फेरि 1 2 3 लेख्यौ र फेरि 2 र 1 गयो, फेरि 1 2 3 4 लेख्यौ, फेरि 3 2 1 लेख्यौ। अब यसपछिको के हुन्छ भने 1 2 3 4 5 4 3 2 1 हुन्छ। फेरि मानुस यसपछि के हुन सक्छ? एकछिनको लागि 1 2 3 4 5 6, यानी कि 5 4 3 2 1। फेरि के हुन्छ?
1 2 3 4 5 6 7 6 5 4 3 2 1 यो बुझाइरहेको छु यसको सर्टकट पनि ट्रिक छ यहाँ अब कसरी हुन सक्छ 1 2 3 4 5 6 7 8 7 6 5 4 3 2 1 मैले 8 मा गएर किन वेट गरे सुन्नुस् हेलो किनभने मलाई थाहा छ यहाँ 55 छ नि 55 भनेको एनएस सुन्नुस् फर्स्ट अफ अल यो हो के सुन्नुस् यहाँ एउटा संख्या छ यहाँ 3 वाटा छ यहाँ 5 वाटा छ यहाँ 7 वाटा छ यहाँ 9 वाटा छ यहाँ 11 वाटा छ यहाँ 13 वाटा छ त यहाँ 7 मलाई थाहा छ कि सम अफ अड नम्बरको स्क्वायर जुन हुन्छ नि यो n स्क्वायर हुन्छ फर्मुले हुन्छ जस्तै सम अफ नेचुरल नम्बरको n इन्टु n प्लस 1/2 हुन्छ अड नम्बरको यो नेचुरलको हो टपिक पढाउँछु त क्लियर हुन्छ यो भनेको अडको लागि सम अफ अड को गराउँछु n स्क्वायर हुन्छ सम अफ इभेन गराउँछु n इन्टु n प्लस 1 को प्याटर्नमा त मलाई थाहा थियो 55 भनेको 7 गर्छु त 7 को स्क्वायर 49 यानी कि यहाँसम्म म काउन्ट गर्छु यो 7 सम्म 49 वटा टर्म होला 1 3 4 5 9 7 16 9 25 11 36 र 13 49 मलाई थाहा थियो n स्क्वायर को भ्यालु 7 सम्म लेख्छु त यहाँ 49 मा गएर अन्त हुन्छ यसको अर्थ 50 भनेको यो हो 51 52 53 54 55 6 हुन्छ कति जनाले नबुझ्नु भयो होला नबुझेको साथी अहिले प्रेसर नलिनु यो भनेको तपाईहरुको जब सिरिज पढाउँछु त क्लियर गरिदिन्छु त्यही पनि कोशिश गरे कि बुझ्नु भयो होला ल यहाँ गरौँ कुन विकल्प अरु भन्दा फरक छ फास्ट कमेन्ट गरौँ अरु भन्दा फरक कुन छ यो इन्ड पोइन्ट मा छ एज भन्छ यसलाई यो पनि इन्ड दुईटा पोइन्ट मिलेको छ त्यहाँ बनेको छ एज मा छ यो भनेको मिड मा छ यो एज मा बनाइरहेछ दुईटा पोइन्ट जहाँ मिलिरहेछ त्यहाँ बनाइरहेछ त्यहाँ मिड पोइन्ट मा बनाइरहेछ त डी इज द राइट आन्सर डी हरु भन्दा फरक छ ल यसको गरम यो अलि मिलाउनु पर्थ्यो नि हेर्नु स्लाइडको यो अंकहरु कता कता हराइहालेछ ल यसको गरम त म यहीबाट हुन्छु फास्ट कमेन्ट गरम फास्ट यसको ए छ ए इज द राइट आन्सर ल यसको गरम त यहाँ रेड छैन कमेन्ट गरम त के हुन्छ
8 तिरका 24, 12 तिहाई 36 हुन्छ, 18 तिहाई 54 को प्याटर्नमा दिएछ। ल यसको गरम। बारह नंबर गरम था। यसको करेक्ट आंसर बी मात्र ठीक छ। यो पूर्वी रुकुम हो कि पूर्व पश्चिम हो? रुकुम पश्चिम हो, यो गलत छ नि। ल यो गरम। एउटा लाइनमा ए अगाडिबाट 21औं स्थानमा छ, बी पछाडिबाट 20औं स्थानमा छ। ए र बी को स्थान अगाडिबाट 28औं स्थानमा हुन्छ भने उक्त लाइनमा ए र बी बाहेकबाट कति जना छन्? सुनाम, यो साटासाट को क्वेशन गरिदिएछ। ए यहाँ क्वेशनमा अलिकति ल्याङ्ग्वेज मिलेको छैन, म भनिदिइरहेको छु, हेरिहाल्नु होला। ए अगाडिबाट 21 छ, बी पछाडिबाट 20 छ। अब यहाँ के भन्छ, यदि ए र बी आपसमा स्थान साटासाट गर्यो भने ए अगाडिबाट, यसको भ्यालु अगाडिबाट 28 दिएछ। यहाँ कतिजना परिवर्तन गर्दा ए व्यक्तिहरू छन्। यहाँ परिवर्तन अलिकति ल्याङ्ग्वेज क्वेशनको मिलाएको छैन। त हेर्नुहोस्, तपाईलाई सिकाएको थिएँ लेफ्ट प्लस राइट को भ्यालु यो हुन्छ। यहाँ लेफ्ट प्लस राइट को भ्यालु कति आयो? 39। त तपाईलाई टोटल को भ्यालु के सिकाएछु? टोटल इक्वल टू लेफ्ट प्लस राइट माइनस 1, 48 माइनस 140। तर मेरो क्वेशनले के भनिरहेछ, ए र बी बाहेक कति जना छन्? अहिले टोटल 47 जना छन्, तर ए र बी बाहेक भनिदियो। बाहेक भनिदियो त 47 बाट पनि 2 जना घट्छ, 45 जना हुन्छ। यहाँ गरम त कुन सही छ? फास्ट कमेन्ट गरम। सम्पूर्ण जैविक र अजैविक वस्तुहरू बीचको सामूहिक अन्तर सम्बन्ध वातावरण हो। सही छ। ओजन तहको बारेमा सर्वप्रथम जानकारी दिने यान निम्बस 7 हो। सही छ। म सब पढाएको छु कि छैन? नेपालमा 40 माइक्रोन भन्दा कमको प्लास्टिक रोक लगाइएको छ। सही छ। नेपालमा वर्षेनी 0.6% का दरले वन विनाश हुने गरेको छ। सही छ। यानी कि माथिका सबै सही छ। ल यो गरम। पंद्रह नंबर गरम।
ल सुनम कमेंट गरम त्यसको विलियम एच कैरियर एयर कंडीशनर हो बैरोमीटर ई टोरेसेली हेलिकप्टर भनेको ब्रेकवेट र तपाईको फोनोग्राफ भनेको थोमस अल्वा एडिसन ल यसको गरम त फास्ट यहाँ के छ यहाँ दुईवटा सर्कल त यहाँ एउटा र यो डायगोनली चेन्ज गरिरहेछ यहाँ एउटाको यहाँ दुईटा त यहाँ जस्ट के छ यसलाई यहाँ लेख्नु छ यहाँ एउटाको दुईटा र यहाँ दुईटाको एउटा ल यो गरम त फास्ट कमेंट गरम ल फोर्थ वाइल्ड हाइम कहाँ हो ऑस्ट्रिया बुत्रुस पुत्रुस गाली इजिप्ट कोफी अनान घाना रवान की मुन दक्षिण कोरिया सब मैले गराएको हूँ ल यसको गरम त नेपाल मण्डलेश्वर कसको उपनाम हो फास्ट गरम नेपाल मण्डलेश्वर भनेको यक्ष मल्ल हो नेपालेश्वर भनेको श्रीनिवास मल्ल हो बी इज द राइट ल यहाँ गरम त अधिक वर्षको सन्दर्भमा भनाइ मूल्याङ्कन गर्नुस् त
अधिक वर्ष भनेको लिप इयरलाई भन्छ। लिप इयर भनेको अधिक वर्ष। र यो जहिले पनि 366 दिनको हुन्छ। इन्डियन क्यालेन्डरमा जुन महिना होस्, चाहे त्यो अर्डिनरी होस्, अर्डिनरी इयर होस् या लिप इयर होस्, जनवरी 31 को हुन्छ। जनवरी 31 दिनको हुन्छ। त यो गलत छ, एक मात्र ठिक छ। ल यो गरम। अमीर विकास भन्दा 3 गुना क्षमतावान छ र कुनै कार्य विकास भन्दा 40 दिन कम समयमा पूरा गर्न सक्छ भने दुवै जना एकसाथ मिलेर सो कार्य कति दिनमा पूरा गर्छन्? फास्ट गरम। हेर्नु, अमीर जो छ विकास भन्दा 3 गुना क्षमतावान छ। त जो क्षमतावान हुन्छ उसले कम समयमा गर्छ। त अमीर बुझम, अमीरले x दिनमा गर्छ, त विकासले कति दिनमा गर्छ? 3x दिनमा गर्छ। त यो के भनिरहेछ कि विकास भन्दा 40 दिन कम समयमा काम पूरा गर्छ को? अमीर। यानी कि 3x माइनस x को भ्यालु 40 दिएछ, 2x को भ्यालु 40, त x को भ्यालु 40/2 गर्छु 20। यहाँबाट के आउँछ? यो 20, यो 60। त हेर्नुस् त, अमीरले यो भन्दा 40 दिन कम समय लगाएर काम गरेको छ कि छैन? त यो भइहाल्यो भने अब हामीहरूले दुवै जना मिलेर कति दिनमा गर्छ? त मिलेर कति दिनमा गर्छ भने फर्मुला हुन्छ माथि गुना गर्दिनु, तल जोड। अहिले आइक्यू पढाएको छैन त तपाईहरुले डिफिकल्टी भइदिरह्यो होला। पछि यसलाई पुरै राम्रोसँग बुझाउँछु, स्टेप बाइ स्टेप जान्छु। त 20 गुना 60, किनभने यसले 20 दिनमा गर्छ, यसले 60 दिनमा। 20 + 60, 20 गुना 60/80, 20 चौको 80, 15 चौको 60, 15 दिनमा। ल यो गरम। गरम त यता भयो भने यो हेरिदिन, यता आयो भने अलिकति यताको हेरिदिन। प्रत्येक वर्ष आफूले गरेको कामको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने। सही छ। निजामती सेवामा प्रपूर्तिको लागि लिइने परीक्षाको शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने पनि सही छ। निजामती सेवाको निवृत्ति भर्न पाउने पदमा परामर्श दिने। सही छ। आफ्नो कुनै सदस्य वा सदस्यहरूको समिति वा नेपाल सरकारको कर्मचारीलाई आवश्यक परेमा अधिकार प्रत्यायोजन गर्ने। यो पनि सही छ। ल उदयको मासिक आम्दानी रु 10,000 छ, उसले प्रति महिना आम्दानीको 80% खर्च गर्छ भने उसको वार्षिक बचत कति हुन्छ? गर्नुस् त। ए मासिक आम्दानी 10,000 छ, 80% खर्च गर्छ भने मासिक बचत कति गर्छ? मासिक बचत भनेको 20% गर्छ। यानी कि
10,000 कमाइरहेछ, यसको 20% खर्च गर्छ। 10,000 छ नि, 4 वटा मैले 5 वटा जिरो लेखिदिएछु र 10,000 को 20%, दुईटा जिरोले दुईटा, 2,000 मासिक 2,000 बचत गर्छ। वार्षिक बचत 2,000 गुना 12, 24,000। ल यो कमेन्ट गरौँ त। हेर्नुहोस्, हुन त यो क्वेसनमा के छ नि साथीहरू, सुन्नुहोस्, एउटा अर्को फिमेल छ, तर यहाँ क्वेसन आएर यहीँ बिग्रिहाल्छ। तर यो लोकसभामा सोधेको छ। जस्तै हेर्नु, सिंहको फिमेल फ्याउरो श्रीमानको श्रीमती भइहाल्छ, कुकुरको बिरालो हुन सक्दिन। तर यहाँ पनि यो क्लियर छैन क्वेसन, तर लोकसभाले सोधेकै क्वेसन हो। हेर्नुहोस्, खरिदार 2077 मा सोधेकै क्वेसन। राष्ट्रपतिको मन्त्री फिमेल हुन सक्दिन। एक्चुअल यसको आउट यो हो, डी इज द राइट एन्सर। यो सही छ, तर यहाँ यो पनि क्लियर गरेको छैन, कुकुरको बिरालो। ल यहाँ गरौँ त, मध्य प्रदेशमा कतिवटा निर्वाचन क्षेत्र छ? बत्तीस वटा। ल यो गरौँ। हेरौँ, यसलाई भन्छ डाइरेक्ट कोडिङ साथीहरू। ई को कोड 3, ए को 1, आर को 4, टी को 6, एच को 2। फर्स्ट कोड हेरेर गरौँ त। हामीहरूलाई सोधेछ हेल्दी, HELTHY। एच को कोड यहाँबाट 2 गरेछ। ए को कोड 3 गरेछ। ए को कोड 1 गरेछ। एल को कोड यताबाट सेकेन्ड लास्ट हेरिहाल्नुहोस्, 5 गरेछ। टी सेकेन्ड लास्ट यता गरिदिनुहोस्, 6 गरेछ। एच को कोड 2, वाई को कोड 7 गरेछ। यानी कि 23, 15, 627। 23, 15, 627 इज द राइट आंसर। तलको मध्ये कुन चन्द्र शमशेरद्वारा उन्मूलन घोषणा भएको थिएन? फास्ट कमेन्ट गरौँ।
हलिया पार्था ल यो गरम त हेर्नुहोस् के भन्छ ए बी को आमा हो आमा को हो ए त आमा आफूभन्दा एक स्टेप माथि हुन्छ र माइनसमा हुन्छ ए जो छ बी को आमा हो सी ए को छोरा हो सी जो छ ए को छोरा हो यानी कि ए को छोरा सी यानी कि यहाँ सी आउँछ सी जो छ ए को छोरा छ डी जो छ ई को भाइ छ यहाँ अहिले यसलाई बसाउन मिल्दैन अलिक पछि बसाउँला ई जो छ बी को छोरी छ बी को छोरी ई छ डी जो छ ई को भाइ छ यसको भाइ डी छ अब भनिरहेछ अब भन्नुहोस् डी को हजुरआमा त हजुरआमा भनेको आफूभन्दा 2 स्टेप माथि एक स्टेप 2 स्टेप ए ग्राफले बुझ्नुहोस् आइक्यू पढाउँछु त यो क्वेशन लालीपप भइहाल्छ त्यो बेला अहिले अलिक टफ लागिरह्यो होला अहिले म पनि धेरै फोर्स गरेको हुँदिन बुझाउन अब गराउँछु टपिक सकेपछि यो क्वेशनहरुको यसरी चुटकी बजाएर गर्नुहुन्छ ल यहाँ गर्नुहोस् 60 लिटरको मिश्रणमा दूध र पानीको अनुपात कति छ 2:1 यहाँबाट के थाहा हुन्छ कि दूध छ 2x अब पानी छ x त दुईटै मिलाएर 2x + x मिलाएर 60 लिटर छ फेरि x को भ्यालु 60 त x को भ्यालु 20 यहाँबाट के थाहा हुन्छ दूध भनेको 2x छ यानी कि 2 × 20 40 लिटर दूध छ पानी भनेको x 20 लिटर पानी छ अब सुनम एउटा कहानी भन्छु गाउँ घरमा तपाईहरु सुन्नुभयो होला लेडिजहरु जब झगडा गर्छन् नि त के भनेको हुन्छ गाउँ घरको भाषा भन्छु सपट ठेठ भाषा गाउँ घरका मधेसमा सब मधेसबाट जति जना हुन्छ सब जनाले बुझ्नुहुन्छ पहाडी समुदायको मान्छेले यो बुझ्न भाषा मेरो अलिकति सक्दिनन् के भन्छन् रुक ना फलमा बहू के आवे दे त दूध के दूध आ पानी के पानी करा देता नि भन्न खोजेको के हो कि दूध दूध हुन्छ यानी कि सही सही हुन्छ गलत गलत हुन्छ त यो पनि त्यस्तै छ दूधमा मात्र दूध जोड्न पाइन्छ पानीमा पानी जोड्ने हो दूधमा दूध जोड्ने पानीमा पानी जोड्ने त्यसैले यो डायलग बढी सुनिराख्नु भयो होला कि रुक फाल्न बाउ का होता नि त दूध में दूध पानी के पानी करा देता नि यो डायलग सुन्नुको कारण यही हो त यहाँ सही को सही गर्नु छ गलत को गलत गर्नु छ यानी कि म 40 लिटर दूध छ यसमा म छेडखानी गर्दिन 20 लिटर मेरो पानी छ म मानिहाल्छु p लिटर पानी एड गर्छु किनभने पानीमा पानी जोड्छु भनेको छ कि कति लिटर दूध र पानीमा यतिको बनाउन कति लिटर पानी थप्नु पर्छ त म मानिहाले कि p लिटर पानी थप्नु पर्छ कुनै एउटा पारामिटर मानिहाल्नु यसको भ्यालु के भनेको छ यो भ्यालु 1:2 बनाउनु छ यानी कि 1 दूध बनाउनु छ 2 पानी मिलाउनु छ सोल्भ गर्नुस् त 40 × 80 20 + p p को भ्यालु निकाल्छु त 80 - 20 60 लिटर हुन्छ यानी कि 20 लिटर को दूधमा 60 लिटर पानी मिलाइदियो र यो राष्ट्र बैंकमा बारम्बार सोधेको क्वेशन हो तब बुझ्नुस् यो दूधमा पानी मिलाएर बेचिराखेको छ कि पानीमा दूध मिलाएर बेचिराखेको छ ल यो गरम कमेन्ट गरम त कमेन्ट गरम कमेन्ट
म्याग्ना कार्टामा 63वटा धाराको व्यवस्था गरिएको छ, सही छ। म्याग्ना कार्टाका हाल 4 प्रतिलिपि सुरक्षित छ, यो पनि कति सुरक्षित छ। म्याग्ना कार्टामा हस्ताक्षर गर्ने हेनरी तृतीय थिए, द्वितीय होइन, त यो गलत छ। म्याग्ना कार्टा 1225 जुन यतिमा जारी भएको थियो, 1215 जुन 15, 25 होइन, त यो पनि गलत छ। यानी कि 1 2 ठिक, 3 र 4 भी ठिक। ल यो गरम, बौद्ध धर्मको उत्पत्ति कहिले भएको हो? ईसा पूर्व 520 में भएको हो। यहाँ गरम त सुन्नुस्, कुनै परीक्षामा फेल भएका र पास भएका, फेल भएका केटी र पास भएको केटाको संख्या बराबर छ, ठीक छ। अब म के मानिहाल्छु, 33% केटी फेल छन्, 50% केटा पास छन्। यदि ल सुन, हामीहरू पहिला यो बुझौँ त, टोटल स्टुडेन्ट भनेछ, टोटल स्टुडेन्टको मतलब के हुन्छ? टोटल स्टुडेन्टको मतलब हुन्छ बोइज प्लस गर्ल, केटा र केटी। अब सुनम, 50% केटा पास भएको छ र केटाको संख्या 40 छ। सुनम, केटा अहिले 40 छ, त 50 पास केटा कति छन्? पास केटा भनेको 40 को 50 / 100, 20 जना छन्। 20 जना भनेको पास केटा भनेको मात्र कि यो किन निकाले? किनभने यहाँ कन्डिसन एउटा दिएछ, कुनै परीक्षामा फेल भएको केटी, यहाँ 33.33 हो साथीहरू, 33 मात्र होइन, 0.33 छुटेको छ। 33.33 लाई फ्र्याक्सनमा 1/3 बुझिन्छ, 33.33 लाई फ्र्याक्सनमा 1/3 बुझिन्छ। के भनेको छ? फेल भएको केटी, त फेल भएको केटी म मानिहाल्छु x जना छ र x जना केटी मध्ये फेल 33% 1/3, 33.33 लाई 1/3, 1/3 केटी फेल छन्। यो संख्या चाहिँ 50% पास केटासँग बराबर छ र 50 पास केटा 50% को भ्यालु 20 छ। त सोल्भ गर्छु त x को भ्यालु यहाँबाट 60 आउँछ, 20 त्यही 60, यानी कि केटी को संख्या x मानेको थिए, त 60 जना केटी छन् र 40 जना यहाँ केटा दिएको छ, टोटल 100 जना हुन्छ। ल यो गरम, ए बी भन्दा 20% कम काम गर्छ। ए ले कुनै कार्य, यो हेर्नु त नलेखेर 7.5 घण्टामा पुरा गर्छ भने बी ले कति समयमा गर्छ? सुनम, सिम्पल भाषामा, ए बी भन्दा 20% कम काम गर्छ, यानी कि ए ले 80% काम गर्छ, बी ले 100% काम गर्छ। अब के छ? सुनम, तपाईलाई यो कुरा थाहा हुनुपर्छ कि क्षमतावान भनेको के हो। सुन्नुस्, क्षमतावान जसलाई यसलाई इफिसियन्सी भन्छ, सिधै क्षमतावान बुझ्नुस् न यसरी। क्षमतावान भनेको इन्भर्सली प्रोपोर्सनल टु समय हुन्छ, टाइम भन्छ। जो व्यक्ति क्षमतावान हुन्छ ऊ कम समयमा काम गर्छ। त यहाँ यसलाई फर्मुला बनाउँछु, त क्षमतावान ए बाई
क्षमतावान बी इज इक्वल टू टाइम जस्ट उल्टा भइहाल्छ बी ले लिने टाइम माथि भइहाल्छ आ ए ले लिने टाइम तल भइहाल्छ जस्ट किनभने यो इन्भर्सली प्रोपोर्सनल छ तपाईलाई थाहा छ ए 80% क्षमतावान छ बी 100% क्षमतावान छ ए ले 7.5 घण्टामा काम गरिरहेछ यो 7.1/2 भनेको 7.5 त अब के भनिरहेछ बी ले कतिमा काम गर्छ 20 चौको 80 20 50 100 अब गर्नु के छ ए बी भन्दा 20% कम काम गर्छ ए जो छ बी भन्दा 20% कार्य कम गर्छ त जस्ट उल्टा लेखिदिए सौरी क्षमतावान को भ्यालु लेखिदिए यहाँ कार्य कम गर्छ नि कार्यसँग त यो मैले क्षमतावान बुझे यहाँ काम भेरेन त यो 100% गर्छ भने यो 80% गर्छ जस्ट उल्टा बुझ्नु पर्छ यहाँ गल्ती गरिदिए थियो त ए को भ्यालु 100% बी को भ्यालु 80% काम यो त यो म क्षमतावान को भ्यालु लेखे को कति क्षमतावान छ त हेर्नुस् त यहाँ टीले म यहाँ आफै मिस्टेक गरिदिए कि क्या हो वेट अबदेखि भन्छु सुन्नु केही छैन बुझाउन सकिहालिन्छ मजाले यहाँ मैले के गरेको छु सुन्नुस् यहाँ 80 100 गरेको थियो 80/100 इक्वल टु यहाँ टीबी गर्छ यहाँ ए हुन्छ यहाँ बी यहाँ टीबी यहाँ भइहाल्छ ठीक छ पहिलाको कन्सेप्ट सही थियो ठीक छ सुन एउटा यसको कन्सेप्ट के हो सुनिहाल्नुस् मजाले बुझ्नुहुन्छ जो व्यक्ति क्षमतावान हुन्छ नि उसले कम समयमा काम गर्छ क्षमतावान इज इन्भर्सली प्रोपोर्सनल टु समय यानी कि जो कम समयमा काम गर्छ त्यही व्यक्तिलाई क्षमतावान भन्छ यानी कि यहाँ के भनेको थियो ए भनेको छ कि ए जो छ बी भन्दा 20% कम काम गर्छ यानी कि ए 80% बी 100% त हेर त क्षमतावानसँग ए 80% बी 100% तर समयको केसमा के भइहाल्छ पहिला समय बी को माथि जान्छ यहाँ टाइम बी को हुन्छ र यहाँ टाइम तल ए को हुन्छ जस्ट उल्टा हुन्छ यहाँ क्षमतावान ए को थियो तल क्षमतावान बी को अब यहाँ हेर्नुस् 20 चौको 80 20 50 4/5 यो भ्यालु छ यो भ्यालु कति छ टीबी निकाल्नु छ टी को टाइम निकाल्नु छ र ए को टाइम 7.5 दिएछ 15/75 1.5 अब गुना गर्छु त 15 चौको 60 6 घण्टा लगाउँछ र यसको लागि धेरै प्रेसर नलिनुस् यो जब डिटेलमा पढाउँछु यो टपिक त त्यो बेला क्लियर हुन्छ नै राम्रोसँग ल स्क्रिनशट लिनुस् यो गर्नुस् ईसाई धर्म को पूजा स्थललाई के भनिन्छ ईसाई धर्म को पूजा स्थललाई चर्च भन्छ ल 1 देखि 25 सम्मका 3 ले निशेष भाग जाने संख्याको औसत तपाईलाई थाहा छ 3 ले निशेष भाग जाने 3 हो 6 हो 9 हो 12 हो 15 हो 18 हो 21 हो 24 हो यतिसम्म तपाईहरुलाई औसतको फर्मुलामा के सिकाएको छु यदि अन्तर सेम छ भने फर्स्ट प्लस लास्ट बाइ 2 फर्स्ट भनेको 10 यहाँ 24 27/2 13.5
ल यसको गरम जनसङ्ख्या वृद्धि दर 100 भन्दा कम भएको जिल्ला। रामेछाप। यहाँ गरौँ परिवारका दुईजना हजुरबुबा हजुरआमाको औसत उमेर 67 वर्ष। तपाईहरुलाई यो फर्मुला याद होला औसतको। सुन्नु सीधा म टु द पोइन्ट कुरा गर्छु। औसत इक्वल टु n1 x1 प्लस n2 x2 प्लस n3 x3 बाई n1 प्लस n2 प्लस n3। पहिलो दुईजनाको 67 छ त 2 गुणा 67। त्यसपछि बुबा र आमाको औसत 35, त्यो पनि दुईजनाको 35 र 3 जना नाति नतिनी, 3 जनाको नाति नतिनीको 6 छ। तल गर्दिम 2 प्लस 2 प्लस 3 67 दुना 7 दुना 14 6 दुना 12 1 13 35 दुना 70 6 तिरका 18 134 र 88 8 4 12 8 3 11 1 12 222 222 भागा 7 कस्तिले भाग गर्नुस् त 7 तिरका 21 त्यसपछि 31 पूर्णांक 5/7 नै आउँछ। ल यही आउँछ। भाग गरिदिनुस् न हो। 222 भागा 7 7 तिरका 21 1 2 7 का 7 5 त 31 पूर्णांक 5/7 आउँछ। ल यो गरम जनसङ्ख्याको आधारमा विश्वको तेस्रो राष्ट्र। भारत, चीन, अमेरिका, इन्डोनेसिया, नाइजेरिया यिनीहरू पर्छन्। यसरी तेस्रोमा अमेरिका पर्छ। यहाँ गरौँ अरु भन्दा फरक छानौं त। यो आधी आधी छ, आधी यहाँ 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 छ। यो आधी छैन, यो अलिक बढी छ, यो अलिक कम छ। त हाम्रो डी आन्सर आइन्छ। यहाँ गरौँ त टिपताल झरना कुन जिल्लामा पर्छ? ताप्लेजुङ। टिपताल कहाँ पर्छ एकचोटि कमेन्ट तपाईहरु गर्नु त, यसको लागि टाइम दिएन। ल भयो ताप्लेजुङ नै हो। यहाँ गरौँ 20 26 28 44 56 कतिले बढेको छ? 6 ले। कतिले बढेको छ? 12 ले। कतिले बढेको छ? 6 ले। कतिले बढेको छ? 12 ले। फेरि 6 ले बढ्छ 62। यहाँ गरौँ
राधा आफ्नो घरबाट 50 मिटर पूरब हिँडेपछि 50 मिटर पूर्व हिँडेपछि तल बनाउँदिन आफ्नो घरबाट 50 मिटर तल हिँडेपछि बायाँ हिँडिन् बायाँ भनेको घडी माथि हो मतलब घडी विपरीत त बायाँ भनेको यहाँ माथि जान्छ र फर्केर 20 मिटर हिँडिन् अनि ऊ सारासर आफ्नो घरतिर लागिन् सारासर मतलब यता आफ्नो घर यता छ किनभने घरैबाट सुरु गरेको थियो घरतिर लागिन् अब भन्नुस् उनी कुन दिशातर्फ यतातिर हिँडिन् पश्चिम ए सॉरी वेट गलत यहाँबाट घर त यहाँ छ नि हो कसरी म गरे घर त यहाँ छ नि अहिले यहाँ पुगेको छ त यहाँबाट घर यो डिरेक्सनमा छ त जहाँबाट भन्छ त्यहाँबाट परपेन्डिकुलर ताल्नु यहाँबाट यहाँ पुगिराखेको छ नि त यसलाई कुन डिरेक्सन भन्नुहुन्छ यो भनेको दक्षिण पश्चिम घरबाट दक्षिण पश्चिम उत्तर नै छैन र राधा कुन दिशा तरफ हिँड्दै छिन् यहाँ कहाँबाट सोधेको छ हो त्यसपछि उत्तर तरफ फर्केर हिँडिन् अनि आफ्नो सारासर आफ्नो घरतिर लागिन् त घर त यहाँ छ यहाँबाट यसरी हिँडिराखेका छिन् घर यहाँ छ भने राधा कुन दिशा तरफ हिँड्दै छिन् त यहाँ हिँड्छिन् भने त अहिले त यसलाई दक्षिण के भन्छ अरे दक्षिण पश्चिम हुनुपर्छ वेट गर्नु त के छ र त्यस्तो क्वेशनमा त दम छैन वेट गरिहाल्नु त सुनिहालौँ फेरि गर्छु अप्सन किन दिएको छैन राधा आफ्नो घरबाट मैले यहाँ पूर्व बनाइरहेको छु जबकि दक्षिण भनेको छ घर त यो हो नि घरबाट दक्षिण आइन् यहाँ दक्षिण भनेछ म पूर्व बनाइदिएको थिएँ त्यसैले एन्सर आइराखेको थिएन 50 मिटर यहाँ हिँड्यो हिँडेपछि बायाँ मुडिन् घडी विपरीत र बायाँ मुडेर 20 मिटर हिँडिन् अब के भनिरहेछ त्यसपछि उत्तर तरफ फर्केर 30 मिटर हिँडिन् यहाँबाट फर्केर पनि 30 मिटर यानी कि यहाँसम्म हिँडिन् यो कुरा मैले बनाएकै थिएन अनि ऊ आफ्नो सारासर घरतिर लागिन् यहाँबाट घरतिर लागिन् यो डिरेक्सन सोधेछ यहाँबाट त जहाँ बाटो छ त्यहाँ परपेन्डिकुलर गरिदिनुहोस् त यो कुन डिरेक्सन हो यसलाई के भन्नुहुन्छ उत्तर पश्चिम मैले पूर्व बनाएर त्यो बिग्डेको थियो ल के छ र यो क्वेशनमा दम थोरै छ क्वेशन राम्रोसँग हेर्नुहुन्न अनि क्वेशन बिग्डिहाल्छ ल यो गरम त सीता उत्तर दिशा तरफ गइन् दाहिने फर्किन् यसको कतिवटा ट्रिक छ सुन त्यही पनि म भनिदिरहेको छु दुईटै ट्रिक भनिदिरहेको छ नि सीता उत्तर तरफ गइन् उत्तर यता हुन् त्यसपछि दाहिने फर्किन् दाहिने भनेको घडी गोरा त्यसपछि पुनः दाहिने फर्किन् फेरि घडी दिशा तरफ फर्किन् र एकैछिन पछि बायाँ फर्किन् बायाँ मतलब घडी विपरीत यता फर्किन् र अगाडि बढिन् अब सीता कुन दिशा तरफ गइरहेको छिन् यता गइराखेको छ पूर्व कता गइराखेको छ पूर्व ठीक छ एउटा अझ छ यहाँ के गर्दिने दायाँ लेखिदिने दायाँ कतिचोटि छ त दाहिने एकचोटि र एकचोटि दुईचोटि बायाँ कतिचोटि छ त बायाँ भनेको एकचोटि घटाउँछु 2 बाट 1 हुन्छ तर जसको म्याग्निट्युड बढे हुन्छ त्यही यहाँ आउँछ
यसको अर्थ दायाँ एकचोटि बढी घुमाउनु पर्छ। त सुरुमा एन्सर उत्तर थियो, उत्तरलाई दायाँ एकचोटि घुमाउनुस् यता जान्छ पूर्व। धेरै तरिका छ यो क्वेसनको गर्ने। ल यसको गरौँ त। पर्यटन दिवस कहिले मनाइन्छ? विश्व पर्यटन दिवस पर्यटन दिवस सेप्टेम्बर 27 में मनाइन्छ। ओजन तह संरक्षण दिवस सेप्टेम्बर 16 में मनाइन्छ। भान्सार दिवस जनवरी 26 मा र सिमसार दिवस के भन्छ फरवरी क्यान्सर दिवस। ल अन्तर्राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ? फास्ट गरौँ। नवंबर 10 में। यसको गरम त फास्ट गरम फास्ट। हे राम जी हो। हेर्नुस् न कसरी घुमाइरहेछ। यहाँबाट यहाँ लाइरहेछ, फेरि यहाँ, यानी कि क्लकवाइज घुमाइरहेछ। 1 स्टेप क्लकवाइज। हेर्नुस् न, यहाँबाट यहाँ, त्यसपछि यहाँ 1 स्टेप क्लकवाइज। यहाँ पछि यहाँ लाएछ, माथि लिएर जान्छ। माथि कुनमा छ? बी। 1 स्टेप क्लकवाइज कुन हुन्छ? बी। जीन बैंक संग्रहालय कहाँ छ? हुमलटार ललितपुर। ल यसको गरम। यसको डी हुन्छ। प्रिन्टिङ प्रेसको आविष्कार कसले गरेका हुन्? फास्ट कमेन्ट गरम। गुटनेबर्ग। ल टेलिभिजनका आविष्कार कसले गरेका हुन्? जीएल बेयर्ड।
लास्ट क्वेश्चन यो गर्नुस् त। यसमा के गरेको छ सुन्नुस्, 1/, नम्बर अफ लेटर गरेछ। जस्तै 1/3 वाटा लेटर छ, 3 लेखिदिनु छ। 1/ नम्बर अफ लेटर 4। कति जनाले के सोच्छ सर भवेश बाई नम्बर अफ लेटर गरेको छ? छैन। भवेश बाई नम्बर अफ लेटर गर्थ्यो त यहाँ कति हुन्थ्यो? 1 2 2/6 को भ्यालु 1/3 कहीँ छ, चाहे 2/6 कहीँ छ, अप्सनै भेट्दिन। त यही प्याटर्नमा गरेछ। यहाँ 1/4, यहाँ 1/6 हुन्छ। हेलो, यहाँ क्वेश्चनमा सुन्नुस्, यो 2/3 त अप्सन छैन हो क्वेश्चनमा, रियल क्वेश्चनमा। नत्र यहाँ 2/6 को भ्यालु 1/3 पनि पोसिबल छ। यहाँ अर्कै अप्सन छ, उसले राखिदिएको छ त्यस्तो। सुन्नुस्, यो क्वेश्चन जहाँ सोधेछ नि यो प्याटर्नमा दिएछ, 1/, नम्बर अफ लेटरमा। नत्र यहाँ योबाट पनि मिलिरहेछ, दुईटै अप्सन छ। कुनलाई टिक लगाउनुहुन्छ? भवेल्स बाई नम्बर अफ लेटर, यहाँबाट पनि मिलिराखेको छ। दुईटा भवेल्स छ, 6वटा लेटर छ। यसलाई पनि काट्छु त 1/3 हुन्छ। तर रह्यो कुरा यहाँ काटकुट गर्नु छैन। बेस्ट अप्सन 1/6। यो सोधेको क्वेश्चन हो, 1/6 राख्नु, अहिले यो नराख्नु तपाईहरु। तर यो पनि हुन्छ, म यो भनेको छैन कि यो पनि हुँदिन। यो प्याटर्नमा पनि क्वेश्चन बन्छ। ल, आजको लागि यतिकै नै। 50 को 50 क्वेश्चन गर्यौं। गुड नाइट साथीहरु। भोलिदेखि प्री टेस्टको लागि डेली एक्जाम सुरु हुन गइराखेको छ र 600 मात्र हाम्रो क्लास छ। क्लास टाइमिङ राति 8 देखि 9:30। ल, आजको लागि यति नै। धन्यवाद। गुड नाइट साथीहरु। क्लास आजको लागि यति नै। फिडब्याक कस्तो लाग्यो तपाईहरुलाई? फिडब्याक कस्तो लाग्यो भन्नुस् त? फिडब्याक कस्तो लाग्यो भन्नु? आइक्यू अहिले सुरु भएकै छैन। जेके सकेपछि आइक्यू हुन्छ। ल, आजको लागि यतिकै नै। धन्यवाद। गुड नाइट। ल।